भगवती मेसिनरीका सञ्चालक हुनुहुन्छ। सर नमस्कार। नमस्ते हजुर। सरको शुभ नाम? म नरेश हरियाल। कहिलेदेखि सुरु गर्नुभएको यो व्यवसाय के छ, कस्तो छ अहिले चाहिँ, कतिको चाहिँ पर्फेक्ट नेपाली बजारमा चाहिँ कतिको छ मार्केट तपाईँहरूको मेसिनको लागि? हाम्रो यो उत्पादनमूलक मेसिनहरू हामीले मेनली चाहिँ जो सानो लगानीदेखि ठुलो लगानीसम्म, यदि कसैसँग 50,000 1 लाख रुपियाँ छ भने उहाँले घरमै बसेर पनि व्यवसाय सुरु गर्न सक्ने गरी भनेपछि 50,000मा पनि मान्छेले बिजनेस सुरु गर्न सकियो। र कसैसँग चाहिँ 50औं लाख छ भने उहाँहरूको लागि पनि सबैको लागि मेसिनहरू र फ्याक्ट्रिजहरू चाहिँ हामीले बेच्दै आइरहेको चाहिँ 7 वर्ष भयो। 2077 सालदेखि चाहिँ हामीले यो सेवा चाहिँ दिइरहेका छौँ। पहिला हामी काठमाडौँको कलङ्कीमा थियौँ, त्यसपछि बुटोल कालिकानगर, अहिले चाहिँ हामी ढबामा छौँ। कतिपय विभिन्न मेसिन्सहरू चाहिँ अहिले असार मसान्त पनि भयो, हाम्रो धेरै मेसिनहरू स्टक आउट भइसकेका छन्। केही मेसिन छन्, म तपाईँलाई देखाउँछु। जस्तो कि तपाईँको चाहिँ यो कम्पनीबाट आजसम्म तपाईँ फर इक्जाम्पलको लागि कतिजना चाहिँ उद्यमी भइसक्नु भयो होला जस्तो लाग्छ? अहिलेसम्म मैले 15 दिन पहिला चाहिँ हेर्दाखेरि चाहिँ लगभग हामीले 6,000 वटा चाहिँ फ्याक्ट्रीहरू सुरुदेखि अहिलेसम्म 6,000 वटा नेपाली बजारमै चाहिँ सप्लाई गरेका छौँ। यो व्यवसाय हो। सबै चाहिँ सुरु गर्नेहरू सक्सेस हुनुहुन्छ भन्ने त रहेन, तर अहिले चाहिँ हामीबाट सामान्य मेसिन लगेका जुन चाहिँ स्टार्टअपहरू हुनुहुन्थ्यो 6 जना चाहिँ राष्ट्रिय स्तरको चाहिँ ब्रान्ड बन्नुभएको छ। राष्ट्रिय स्तरको ब्रान्ड बन्नुभएको छ। नाम भन्न सकिन्छ। जस्तै हाम्रो सुर्खेतमा सार्थक फुड हुनुहुन्छ, मणिकन भनेर हुनुहुन्छ, हाम्रो पोखरामा हुनुहुन्छ, दीर्घायु भएको फुड भनेर हुनुहुन्छ, यहीँ बुटोलमै पनि हुनुहुन्छ, अनि हाम्रो पास्ता ठ्याक्कै यता बनाउनुहुन्छ। यस्तै राष्ट्रिय स्तरकै चाहिँ ब्रान्ड बनाइसक्नु भएको छ। र कतिपय चाहिँ गृहिणीहरू जसले चाहिँ गाउँमै बसेर पनि स्वरोजगारमा लागौँ भन्नेहरू हुनुहुन्छ, जसले सामान्य चप्पल मेसिन भयो, अगरबत्ती मेसिनहरू भयो, त्यो चाहिँ गरिराख्नु भएको छ। अब एउटा हुँदो के रहेछ भने केही समस्याहरू पनि छन् कि यसमा। जस्तै मेसिन त देखियो, अरूले काम गरेर देख्दाखेरि सहज हुने, तर लगिसकेपछि चाहिँ त्यो मेसिनलाई अपरेसनमा ल्याउँदाखेरि चाहिँ थोरै असहजता हुने। जस्तै हामीले त 50,000 व्यवसाय सुरु गर्न सकिन्छ त बनियो, त्यसलाई कच्चा पदार्थको कुराहरू हुन्छन्, यो हुन्छन्, ठ्याक्कै 50,000मा त नहोला, तर होइन 15-20,000 रुपियाँको कच्चा पदार्थ योहरू गर्दाखेरि चाहिँ त्यतिमा गर्न सकिन्छ। जस्तो सर हामी तपाईँका मेसिन हेर्नेछौँ, मेसिन अनुसार तपाईँको चाहिँ यसले मान्छेले चाहिँ त्यहाँ त्यो चलाउन सक्ने र तपाईँको चाहिँ खर्च भोलि आउने अप्ठ्यारा सहित चाहिँ त्यो मेसिनको बारेमा चाहिँ बताइदिनु होला। मेसिन हेरौँ त सर एकचोटि। ल आउनुहोस्। हाम्रो चाहिँ कस्तो छ भन्दाखेरि मेनली हाम्रो भगवती मेसिनरी सप्लायर्स प्राइभेट लिमिटेड, हामी कुनै पनि पार्टनरसिपमा छैनौँ। हामी सिङ्गल ओनर, हामी श्रीमान श्रीमती भएर यसलाई चलाइरहेका छौँ। हामीले मेसिन चाहिँ बेच्ने मात्रै भन्दा पनि चाहिँ के हुन्छ भन्दाखेरि कस्टमर आइसकेपछि पहिला कस्टमरको मेन्टालिटी बुझ्ने कुरो नम्बर 1। चाहिएको के हो, बजेट कति हो, चलाउने कहाँ हो, कस्टमर आउनु लौ न मेसिन बोकाइहालौँ भन्ने त्यो चाहिँ हुँदैन। अनि उहाँको सबै कुरा बुझिसकेपछि चाहिँ अनाकमा उहाँलाई मेसिन दिएर भिडाएर चाहिँ पठाउने चाहिँ हुँदैन होइन। अब मेनली चाहिँ अहिले यो वर्षमा ट्रेनिङमा रहेका बिजनेसहरू पनि म भन्छु तपाईँलाई चाहिँ। यो वर्ष फुड डिहाइड्रेटर भनेको जस्तो तपाईँसित गाउँमा स्याउ भयो, सुन्तलाहरू भए, अब नासपाती, विभिन्न सिजनल फ्रुट्सहरू भए होइन, यिनीहरूलाई च्याउहरू भए, माछाहरू भए, कसैले मासुहरू भए, त्यसलाई चाहिँ सुकाएर ड्राई गरेर अर्को सिजनमा खान मिल्ने, कतिपयले त्यसलाई पाउडर बनाएर चाहिँ तपाईँको प्याकेजिङ गरेर पनि बेच्ने, एकदम ट्रेनिङमा त्यो छ। र सालको पातको दुना र टपरा बनाउने चाहिँ अहिले एकदम ट्रेनिङमा रहेको छ। लगभग 77 जिल्लामा हामी ताप्लेजुङदेखि लिएर बजाङसम्म हाम्रो चाहिँ 92 जना डिलरहरू हुनुहुन्छ, उहाँहरूले लगेर बेच्ने गर्नुहुन्छ। जस दुना प्लेट मेसिन एकदमै उसमा रहेको छ। प्लस चप्पल बनाउने मेसिन, यो चाहिँ सदाबार चलिरहने चप्पलको सिट हो, र मेटेरियल हो। यो जुन रातो निलो कफी कलरको यिनी हरियो यो देख्नु मान्छेले चाहिँ एउटा व्यक्तिले चाहिँ चप्पल फ्याक्ट्री खोल्नु खोज्यो कति चाहिँ कस्टमा चाहिँ हुन्छ होला? चप्पलको फ्याक्ट्री गर्न खोज्नुभयो भने म्यानुअल मेसिनको सेट 48,700 रुपियाँमा कम्प्लिट सेट आउँछ। एउटा काट्ने मेसिन भयो, त्यसलाई चिल्लो बनाउने ड्रिल गर्ने मेसिन आउँछ, 10 वटा डाई, लेडिजका 10 वटा, जेन्ट्सका 10 वटा डाई आउँछन्। त्यसमा ट्रान्सपोर्टेसन यहाँदेखि एक्स्ट्रा लाग्यो। बाँकी सिटहरूको सन्दर्भमा 10-15 हजार रुपियाँको सिट र र मेटेरियल लानुभयो भने तपाईँले त्यसलाई अन्डर 1 लाखमा मान्छेले 1 लाखभित्र चप्पल उत्पादन गर्ने म्यानुअल मेसिन लगेर मजाले गर्न सकिन्छ। त्यस्तै चाहिँ हामीसँग यो पिस्ने मेसिन्सका भेराइटिजहरू छन् कि यिनीहरू चाहिँ तपाईँको दाल मिलहरू भए, चामल मिलहरू भए, तेल मिलहरू भए होइन, यिनी पिस्ने, मसला मिलको लागि छुट्टै हुन्छ। अनि अहिले देशको विभिन्न ठाउँमा किवी, जुन किवी उत्पादन गरिराख्नु भएको हुन्छ, त्यसलाई पनि पल्पिङ गरेर जुस बनाउने मेसिन्सहरू पनि हामीसँग स्टकमा छन्। अब यिनी सबै चाहिँ तपाईँको राइस मिलहरूदेखि ल्याएर यो छ, जस्तै धानको भुस उडाउने मेसिन भए, चाल्ना भए, मल चाल्ने मेसिन भए, जस्तै तपाईँको खेतबारीमा
कुनै पनि पुरा पातनिकाहरू छन् तिनलाई प्रोसेस गरेर के बनाउने भन्दा कम्पोस्ट मल बनाउने जस्तै यस्ता विभिन्न खाले मेसिन्सहरू चाहिँ हामी निरन्तर सप्लाई गर्दै आएका सबै मुख्य गरेर हामीले अहिले चाहिँ जस्तो विदेशमा रहेका युवाहरू जसले चाहिँ पैसा कमाइरहनु भएको छ र नेपालमा आएर के गरौँ भन्ने चाहिँ उहाँ कन्फ्युजन हुनुहुन्छ त्यस्तो युवाहरूले चाहिँ टार्गेट गरेर के गर्न सकिन्छ त्यसको बारेमा बताउनुहोस् न विशेष गरी यस्तो छ हाम्रो एउटा भोग्या चाहिँ के छ भन्दा सर रिसर्च चाहिँ अलि कम हो कि भन्ने चाहिँ मैले महसुस गर्छु कि जस्तै तपाईँले कुनै पनि व्यवसाय गर्न खोज्नुभयो भने हाम्रो एक्सपेक्टेसन के हुन्छ भन्दा मेसिन बेच्ने मान्छेसँगै सबै जानकारी हुन्छ भनेर होइन घोडाले घाँस माया त गर्दैन कि तर हामी चाहिँ के भन्दा चाहिने मात्र उ गर्छौँ होइन थोरै चाहिँ रिसर्च गरेर होइन तपाईँको बजेटदेखि सबै कुरा र तपाईँको ठाउँको मार्केट चाहिँ रिसर्च गरेर आउनुहोस् होइन हामी तपाईँलाई निराश गर्दैनौँ जस्तै विदेशमा रहेका युवाहरू र नेपालमा फर्केका धेरैजना हुनुहुन्छ हामीसँग जोडिनु भएको छ कोरियादेखि फर्केका धेरैजना जोडिनु भएको छ होइन र उहाँहरू चाहिँ अलमोस्ट रिसर्च गर्नुभएकै हुन्छ जस्तै ठुल्ठुला फ्याक्ट्रिजहरूमा उहाँहरूको रुचि हुन्छ जस्तै हाम्रो अहिले चाहिँ यहाँ कपिलवस्तुमा कामाना युपिबिसी यहाँ युनिक युपिबिसी भनेर छ होइन धनगढीमा छ अनि चाहिँ किलाघाटी मेसिन्सहरू काठमाडौँमा छ उहाँहरू चाहिँ एकदम रिसर्च गरेर यिनीहरू पनि चाहिँ मजाको राम्रो प्रगति गरेका हामीले दिएका फ्याक्ट्रिजहरू हुन् अब यतातिर हेर्नुभयो भने चाहिँ हाम्रो यो अगरबत्तीको अटोमेटिक मेसिन छ अनि फेरि हाम्रो अगरबत्तीको चाहिँ पाउडर हो यो हजुर कच्चा पदार्थ हो अगरबत्ती बनाउने हाम्रो यो चाहिँ सिन्काहरू भए अनि यसको हाम्रो पर्फ्युम चाहिँ यहाँ भुइँमा राखेर गाउँमा हामीले एउटा चाहिँ अगरबत्ती फ्याक्ट्री चलाउनु खोज्नु भयो भने कति खर्चमा उहाँले चाहिँ अगरबत्ती मेसिन चलाउनको लागि हाम्रो खुट्टाले चलाउने मेसिन अटोमेटिक मेसिन 1,55,000 रुपियाँमा आउँछ यो चाहिँ सेन्सरवाला छ थोरै टेक्निकल नलेज नभएकोलाई चलाउन अलि असहजता चाहिँ हुन्छ होइन र प्याडलवाला हुन्छ एउटा कुर्सीमा बस्ने खुट्टाले यसरी हान्ने प्याडलवाला अगरबत्ती मेसिन हुन्छ 44,500 को मेसिन भयो अब बाँकी चाहिँ तपाईँको 15-20,000 रुपियाँको र मेटेरियल लानु पऱ्यो एउटा सिलर मेसिन लानुभयो भने त उद्योग सञ्चालन भयो म्याक्सिमम 50मा चाहिँ 50मै त नभनौँ 60,000 रुपियाँसम्म चाहिँ हामीले अगरबत्ती बनाउने व्यवसाय चाहिँ सञ्चालन गर्न सकिन्छ अब यतातिर यो हाम्रो मल चाल्ने मेसिन हो यो मल चाल्ने मेसिन हो यो एलिभेटर धान मिलमा तलबाट उठाएर माथि खनाउने भयो यो चाहिँ गुलियो मिठाई बनाउने मेसिन भयो कि जुन चिनी मिठाई बनाउँछ नि चिनी मिठाई बनाउने यो चाहिँ आरा भयो यहाँ हाम्रो जुसर मेसिनहरू छन् यिनी खाडल खन्ने मेसिन हुन् यिनीहरू जति पनि हजुर कति पर्छ एउटा खाडल खन्ने मेसिन हेरिकन हुन्छ अब यसका साइजहरू हुन्छन् कि बिटहरू यो 2 इन्च गोलो भयो आधी फुटको 6 इन्चको भयो अनि 12 इन्चको भयो यसको चाहिँ बिटको साइज अनुसार हुन्छ अब यो 26,700 देखि लिएर 36-37,000 रुपियाँसम्म जान्छ तपाईँलाई कुन चाहिन्छ भन्ने हो अब यिनका नि सिसी हुन्छन् कि इन्जिनका 52 सिसी अनि त्यसपछि 63 सिसी त्यो हेरिकन चाहिँ हुन्छन् यिनीहरूका चाहिँ अब यता पपकर्न जुन चाहिँ यो पपकर्न बनाउने मेसिन भयो हाम्रो अब गाउँतिर धुप बनाउन खोज्ने पनि हुन्छ कि जस्तै गाईको चाहिँ तपाईँको गोबरै भनौँ अब त्यसलाई मललाई प्रोसेस गरेर यसरी चाहिँ जुन कोन धुप हुन्छ इन्डियातिर यसरी राखेर यो हो यो चाहिँ हजुर हजुर यो मेसिन भयो अनि त्यसै गरी यतातिर चाहिँ तपाईँको यो लसुन छिल्ने मेसिन हो यसलाई कति पर्छ लसुन यो 27,700 को मेसिन हो हाम्रो एउटा कुरा चाहिँ के हाम्रो गाउँको लोकल लसुन पनि छिल्छ अहिले अलि गाह्रो मान्छ लोकललाई चाहिँ पहिला हामीले त्यसको पट्टी फोर्नु पर्यो अनि त्यसपछि फोर्छ यसको सक्सेस रेट भनेको तपाईँको 80% लगभग हो यो चाउमिन बनाउने मेसिन हो यतातिर यो चाउमिन बनाउने मेसिन यो 1,23,000 2 रोलरको हो 50 किलो प्रति घण्टा उत्पादन गर्छ सिंगल फेज घरकै लाइनबाट चाहिँ प्रति घण्टा 50 किलो चाउमिन उत्पादन गर्छ यसले अब यतातिर हाम्रो यो प्याक छ धेरै टाढा जान्छन् मेसिनहरू त्यही भएर खोला छैन यो मकैको घुवा भयो खेतदेखि ल्याउनु भयो सिधै राखिदिसकेपछि मकै खोल्साउने र दाना एकातिर गराउने काम चाहिँ यहाँ छ त्यो मेसिनले गर्छ हजुर अब यो यहाँ माथि हेर्नुभयो भने तपाईँले चाहिँ यो मेसिन भनेको के हो भन्दाखेरि गाई दुहुनु भयो दुध तताउनु परेन होइन गाई किसान खनाउनु भयो खनाइसकेपछि एउटा धाराबाट नौनी झऱ्यो अर्को धाराबाट दुधै झर्छ प्लस नतताकै दुधबाट झर्छ फेरि तपाईँलाई दुध तताउने मेसिन पनि अहिले हामी स्टक आउट छ त्यो आउँछ दुधको फ्याट चेक गर्ने एसएनएफहरू चेक गर्ने मेसिन पनि हामीसँग पाइन्छ सामान्य किसानले खोज्छ होला कति पर्छ होला तपाईँको यो 26,700 को मेसिन हो 65 लिटर प्रति घण्टा चाहिँ तपाईँको दुधलाई दुध यतातिर घिउ एकैचोटि निकालिदिन्छ फेरि घिउ निस्किन्छ प्रयोग गर्न मिल्यो फ्याट काटेको दुध भने कि त्यसलाई झन् चाहिँ धेरै मोटो त्यो भयो अब यतातिर हाम्रो चाहिँ सानो होटेलहरूका लागि फ्रायर मेसिन भयो यो गाजरको जुस निकाल्ने बिटरुटको जुस निकाल्ने मेसिन भयो यो हाम्रो चाहिँ कफी मेसिन भयो अब यिनी यो ठुल्ठुला मान्द्रा जस्तो तपाईँले देख्नु भएको थियो पिस्ने मेसिनका जालीहरू हुन् है यो साइज अनुसारका हुन्छन् यसको पाल अनुसारको हुन्छ यो भयो अब यो चाहिँ हाम्रो भुजा उत्पादन गर्ने मेसिन हो यो एउटा मात्रै मेसिन होइन सर यो कस्तो भने यहाँदेखि त्यहाँसम्म यो पुरै एक ट्रकको चाहिँ
यो पुरै एक ट्रकको चाहिँ के हो भन्दाखेरि चाहिँ भुजा उत्पादन गर्ने मेसिन हो 500 किलो भुजा तपाईँले यहाँ चामल खनाउनु भयो भुइँमा चामल खनाइसकेपछि माथि लैजान्छ माथि लगेर नुन पानी मिक्स गर्यो अनि यहाँनिर खनायो भुजा भुट्यो भुटिसकेपछि चाल्यो चालिसकेपछि चाहिँ 2 गोठा पर पुऱ्याइदिन्छ प्रति घन्टा चाहिँ तपाईँको 500 किलो भुजा उत्पादन गर्ने मेसिन हो यो सानो पनि छ हामीसँग फेरि यो उखु जुसको मेसिन जस्तै 3 रोलरमा एकै पटकमा यो चाहिँ एकै पटकमा चाहिँ के गर्यो भन्दाखेरि हजुरको उखुलाई प्रोसेस गरेर निकाल्दियो होइन अनि फेरि यो सानो छ फेरि है यो टेबलमाथि राख्नु परेन है उठी गर्न सक्यो अब यसलाई चाहिँ फेरि टेबलमा राख्नु पर्यो कि यो मेसिनलाई टेबलमा फेरि गाउँतिर जस्तो यो हाम्रो इन्डियनहरूले चाहिँ तराईका मान्छेहरूले गाउँमा अखु पेल्ने मेसिनहरू लिएर जान्छ नि त्यो ट्र्याक्टरबाट चल्ने चाहिँ आवाज हेभी ड्युटी त्यसको बराबर काम गर्छ गर्दैन यसले गर्दैन यो चाहिँ जुस सबको लागि हो यो मेसिन चाहिँ यो पनि जुस सबको लागि हो हामीसँग हाते पनि छ त्यहाँ तपाईँले भनेको मेसिन चाहिँ यो एकपटकमा 2-3वटा उखु राख्न मिल्छ यसमा अनि त्यहाँ जुन छ 2-3वटा उखु राखेर सर चाहिँ प्रोसेस गर्न सकिन्छ कि यिनी कमर्सियल स्केलका हुन् जस्तै गुड भेली नै बनाउँछु भने पनि चाहिँ यो मेसिनबाट हामीले चाहिँ बनाउन सकिन्छ यी मेसिनहरूबाट अब यो यतातिर हेर्नुभयो भने सर हाम्रो जस्तै तपाईँले पापड बनाउन खोज्नुभयो अथवा चाहिँ रोटी बनाउन खोज्नुभयो भने चाहिँ अटोमेटिक मेसिन्सहरू आउँछन् यिनी पिठो मुस्ने मेसिन हुन् यो चाहिँ तपाईँको 7 किलोको छ यो 25 किलोको छ अनि हामीसँग त्यहाँ चाहिँ 20 किलोको छ अनि यिनी गोलोमा चाहिँ पिठो मुस्ने मेसिन भए अब यहाँ फुड ड्रायर मेसिन हुन् यिनी सबै जति पनि देख्नु भएको छ फुड ड्रायर मेसिन हुन् यो दाना बनाउने मेसिन कम्बाइन मिलहरू हामीसँग इन्डियन नै हुन्छन् मेसिन्सहरू चाहिँ जस्तो यो भनिरहँदाखेरि चाहिँ बेकरीको हाम्रो यतातिर छ सर यो चाहिँ हाम्रो जस्तै आटा मुस्ने पापड बनाउने पानीपुरी बनाउनलाई भयो क्या अरे उस्काउने आउँछ त्यो पनि आउँछ रोटी उस्काउने मेसिन यो चप्पल बनाउने मेसिन हाइड्रोलिक मेसिनको सेट हो हजुर जुन र मेटेरियल अघि हामीले देख्यौँ यो हाइड्रोलिक मेसिनको सेट हो यसरी हाम्रो एउटा ड्रिलिङ मेसिन आउँछ यो हाम्रो प्याक छ अनि त्यसपछि त्यो चिल्लो बनाउने मेसिन आयो अनि त्यसपछि तुना राख्ने टेबल आउँछ लेडिजका 5वटा डाई जेन्ट्सका 5वटा डाई आउँछ यसमा चाहिँ यो मेसिन छ यो ठुलो मेसिन चाहिँ के गर्यो त्यही भुजाकै हो सर अघि जुन हामीले 500 किलो भुजाको कुरा गर्यो यो चाहिँ हातले उखु जुस निकाल्ने होइन बजेट थोरै छ यो लहर तपाईँले गर्न सक्नुहुन्छ अब यतातिर हाम्रो आलु चिप्सहरू कुरकुरेहरू प्याक गर्न खोज्नेहरूलाई चाहिँ हजुरको हावा भर्ने हावा नभर्ने प्याकेजिङ मेसिनहरू हजुर यिनी मेसिनहरू भए यो चाहिँ घिउ महको माथि चाहिँ सिल लगाउने फोइल लगाएको हुन्छ नि त्यो चाहिँ फोइल लगाउने मेसिन भयो यो पिज्जा पकाउने ओभन भयो सर यो ओभनलाई चाहिँ कति पर्छ यो 26,700 को ओभन हो हाम्रो इलेक्ट्रिक 2 डेकको छ अनि यो चाहिँ हातले चाउमिन बनाउने मेसिन भयो हजुर यो चाहिँ गोलो गोलो बत्ती काट्छ यसले चाहिँ गोलो जुन पशुपतिनाथतिर हामी कोही मन्दिरमा गयौँ भने माथि चुच्चो आएको तल गोलो भएको बत्ती हुन्छ यसले बनाउँछ यो चाहिँ डेट लेख्ने मेसिन हो यसमा चाहिँ तपाईँले कुनै पनि वस्तुहरू उत्पादन गर्नुभयो त्यसको म्यानुफ्याक्चरिङ डेट एक्सपायरी डेट राख्नुभयो भने 6550 को मेसिन हो यसमा सबै हुन्छन् यो भयो अब हामीसँग कम्प्युटराइजवाला पनि छ यो हातले जुस निचर्ने मेसिन भयो हिट गनहरू भयो डेट हान्ने अनि सोरमा मेसिन सायद सोरमा भने कति बेला थाहा हुन्छ हुँदैन सानो मोडलमा हाम्रो सोरमा मेसिन त्यहाँनिर छ अलि ठुलो मोडलमा चाहिँ हाम्रो उतातिर छ यिनी सबै दुना प्लेटका मेसिन हुन् यहाँ तपाईँ जति पनि देख्नुभएको छ यो दुना प्लेटको यो चाहिँ कस्तो भने यो सेमी अटोमेटिक भयो सिङ्गल हेडमा यो बना हो यो चाहिँ सेमी अटोमेटिक भयो सर अब यो चाहिँ म्यानुअल फेरि बजेट कम छ 10 इन्चसम्मको चाहिँ मैले बनाउँछु भन्नुभयो भने 44,500 को मेसिन हो तपाईँले समाएको चाहिँ यो चाहिँ कसैले चाह्यो भने त 50,000 भित्र चाहिँ बिजनेस सुरु गर्न सक्यो यो अटोमेटिक फेरि है अटोमेटिक भनेको रोल तान्छ है यो सिङ्गल हेडी भयो सिङ्गल हेडी यो एउटा पाइप आफै तान्ने भयो अब सेमी अटोमेटिक भनेको स्पेसली सालको पातको लागि चाहिँ यदि गाउँघरतिर सालको पात टिप्ने त्यसलाई सुकाउने पहिला सुकाउनु पर्यो लाफा बुन्ने 2टा पात अथवा 3टा पातलाई चाहिँ ओभरल्याप गरेर बुन्ने अनि मेसिनमा जति साइजको बनाउने त्यो डाई राखिसकेपछि चाहिँ यो बन्छ अब यतातिर हाम्रो चाहिँ यो फुड ड्रायर मेसिन जुन हाम्रो अहिले चर्चित भएको चाहिँ यो फुड ड्रायर मेसिन छ यो चाहिँ हाम्रो 48 ट्रेको सर यो कस्तो हुन्छ भने यहाँदेखि हामीले अन यसको टेम्परेचर सेट गर्न सकियो यो 90 डिग्री भन्दा माथि जाँदैन टाइम 24 घण्टासम्म चाहिँ हामीले यो सेट गर्न सकिन्छ यहाँ लाइट बाल्न सकिन्छ यो चाहिँ हाम्रो 48 ट्रेको भएको कारणले गर्दाखेरि के हुन्छ भन्दाखेरि माथिको मात्र पनि चलाउन सकियो है यसमा राख्ने वस्तु तपाईँले स्लाइस गर्ने कति समय लाग्छ यसमा ड्राई हुनको लागि वस्तु हेरिकन हुन्छ जस्तै तपाईँको अब मासु नै गर्दा कति लाग्छ भन्नुभयो भने पनि अब त्यसको मोइस्चर कति हुन्छ मतलब कति गिलो हुन्छ भन्ने कुरा भयो के अरे सुकाउनलाई फर इक्जाम्पल भनौँ न एउटा स्याउ चाहिँ काटेर राख्ने स्याउको चाहिँ तपाईँको
लगभग 2-3 mm को स्लाइस गर्नुभयो भने 12 घण्टामा सुकिसक्छ। 12 घण्टा एक दिनको प्रोसेस छ भन्नु 12 घण्टामा सुक्छ। अलि थोरै सानो खोज्नु भएको छ भने यो 12 ट्रेको भयो, अझ सानो खोज्नु भएको छ भने 8 ट्रेको भयो। यतातिर चाहिँ यहाँ माथि सामान बनाउने के यो काँचका सामान यो प्याकेजिङ भएर आएको सर। यो कस्तो नि यसै भित्र हुन्छ के कहिले ट्रान्सपोर्ट आउँदा फुट्छ फालिदिन्छन् होइन, त्यो भएर काँचका सामान नै भनेपछि फुट्छ भनेर फ्याँक्दैनन् भनेर त्यो काँचका सामान लेखाएको छ। यो बबल टी कहीँनिर हिँड्दाखेरि त्यो गिलासमा स्टोर राखेर हामीले चाहिँ खाएका हुन्छ। बबल टी प्याक गर्ने मेसिन भयो यहाँनिर चाहिँ। अब तपाईँले यहाँ कुखुरा भुत्लाउने मेसिन हाम्रो अहिले सकिएको छ, तर कुखुरा यो यसमा पानी तताउनु भयो तपाईँले है, यो पानी तात्छ, टाइम सेट गर्न मिल्यो, टेम्परेचर सेट गर्न मिल्यो, कुखुरा डुबाउने अनि कुखुरा भुत्लाउने मेसिन हुन्छ। कुखुराको व्यवसाय धेरैले गरेर आउँछ। यसलाई कति दिनु पर्छ यसलाई? यो चाहिँ 50 लिटरको हाम्रो ज्याकेटेड हो। ज्याकेटेड भनेको बाहिर एउटा भित्तो, भित्र अर्को भित्तो, यहाँ भित्र चाहिँ ग्लास फुल कोचिया छ कि यसमा, भनेपछि बाहिरको चिसोले भित्रको पानीलाई चाहिँ फरक पार्दैन कि। यसलाई हामीले चाहिँ छोप्यौँ भने चाहिँ यो थोरै चाहिँ कस्टली 58,000 पर्छ। स्टेनलेस स्टिलको खिया लाग्ने समस्या हुँदैन, सिङ्गल फेजबाट चल्यो। अब यो चाहिँ सोलर ड्रायर, घामबाट चाहिँ वस्तुहरू यिनीहरू विद्युतबाट सुकाउने भए, यो चाहिँ तपाईँको के भयो भन्दा घामबाट अनि विद्युतबाट सुकाउने भयो। अब अर्को सोलर ड्रायर भयो। अब यतातिर हेर्नुभयो भने यो चाहिँ मोमोहरू स्टिम गर्ने, भात पकाउने मोमो स्टिम भन्नाले ए स्टिमर त्यो राइस स्टिमर मोमो स्टिमर भयो बल्कमा। हजुर यसभित्र राख्ने। अब यो माछाहरू प्याक गर्नलाई भित्रको हावा तानेर प्याक गर्ने भ्याकुम प्याकेजिङ मेसिन। अब यो बेकरीका मेसिन यहाँ छन् सर हाम्रो, मिक्सरहरू बेकरीका मेसिन। यसको बारेमा भन्नु चाहे जस्तै यसमा चाहिँ कसैले चाहिँ मोमो व्यवसाय गर्छु र तपाईँको चाहिँ मोमो फ्रोजन गरेर बेच्छु भने नि सक्यो होइन? होइन, पकाएको मोमो त पकाएको मोमो फ्रोजन भएन। यसलाई कस्तो भयो भन्दाखेरि चाहिँ यसको काम पकाउने भयो। जस्तै हामी तल पानी भर्छौँ, तल हिटर छ है, अनि त्यसपछि यी ट्रेमा हामी मोमो राख्छौँ कि, अनि त्यसपछि तलबाट बाफ आएर पाक्दै पाक्दै जान्छ। एक्सेस जुन हुन्छ धेरै बाफ हुन्छ यतातिर जान्छ। ठुलो रेस्टुरेन्टमा काम लाग्यो। हजुर ठुलो रेस्टुरेन्ट। यो एउटा चाहिँ 137 को छ, एउटा चाहिँ 79,000 को छ त्यो सानोमा। हजुर त्यसरी छ। यो भयो। अरू हामीसँग कहीँ हुन् यतातिर पनि मेसिनहरू छन्। यिनी आलु चिप्सका मेसिन हुन् सर। यो के मेसिन भन्नुभयो? यो वार्मर मेसिन हो सर। हेर्नु न, आउँदाखेरि यो फुटेर यो सिसा फुटेर यतिकै बेकार गएको छ। यो हामीले कहीँ क्लेम गर्न सकिँदैन, गयो त्यो। अब यिनी चाहिँ आलु चिप्सका मेसिनहरू हुन्। जस्तै आलुको बोक्रा निकाल्ने भयो, त्यतातिर हाम्रो चाहिँ स्लाइस गर्ने छ। यसले आलुको चिप्स मात्र बनाउँछ कि अरू पनि बनाउँछ? होइन नि, आलु चिप्सको मेसिनलाई चाहिँ के आउँछ भन्दा आलुको बोक्रा छिल्ने मेसिन आउँछ, त्यसलाई स्लाइस गर्ने मेसिन आउँछ, हाइड्रो एक्सट्र्याक्टर मेसिन आयो, अनि त्यसपछि फ्रायर कडाई छ हामीसित त्यहाँ, अहिले त्यसलाई हेरौँला। कडाई आउँछ, फेरि हाइड्रो एक्सट्र्याक्टरमा हालेर एक्स्ट्रा तेल जे छ त्यसलाई हामी फाल्यौँ। त्यसपछि जुन हाम्रो यहाँ घैँटो छ, यो घैँटो यसभित्र चाहिँ राखेर घुमाउने हो यसलाई, अनि मसला सर राखिदिने। अनि एउटाले चाहिँ एकजना व्यक्तिले चिप्सको व्यवसाय गर्न खोज्यो भने कति जति लगानीमा चाहिँ उसले चाहिँ बिजनेस स्टार्ट? आलु चिप्सको व्यवसाय गर्नलाई चाहिँ तपाईँको लगभग 3,89,000 करिबन चाहिँ पर्छ। आलु चिप्सको 8वटा मेसिनको सेटलाई चाहिँ। त्यसमा चाहिँ केराको चिप्स हुन्छ भने केराको चिप्स बनाउनलाई 6,000 एक्स्ट्रा एड गर्नु पर्यो। आलु चिप्स पनि काट्ने, केराको चिप्स पनि काट्ने मेसिन आउँछ। प्लस त्यसैमा तपाईँले 42,000 रुपियाँको नमकिन बनाउने, दालमोट बनाउने मेसिन थप्नुभयो भने चाहिँ यो हाम्रो त्यसैमा बन्यो सर। यी सबै कुराहरू बन्छन् त्यसमा। यो आलु चिप्स, केरा चिप्स अनि नमकिन बनाउने कम्प्लिट सेट हो। अब यतातिर हेर्नु भने हामीसँग यो जति पनि छ हाम्रो स्पेयर पार्ट्सहरू, जस्तै यदि कसैले मेसिन किन्नुभयो, मेसिन किनिसकेपछि ससानो पार्ट्सले चाहिँ रोकिरहेको हुन्छ, त्यसको लागि हाम्रो चाहिँ स्पेयर पार्ट्सहरू भए, यिनीहरू डाईहरू भए, यिनी कुराहरू भए। हामीसँग तरकारीको किमा काट्ने मेसिनहरू पनि छन् होइन, अनि त्यसपछि मासुको किमा काट्ने मेसिनहरू, अनि स्याउला स्लाइस गर्ने मेसिन भन्नुभएको थियो, हाते यसमा राख्ने, यहाँ राख्ने, अनि हातले आलु चिप्स काट्ने मेसिन हो कि यो। यसरी चाहिँ हामी स्लाइस गर्न सक्छौँ। अब हाम्रो यिनी सबै मेसिनहरू फुल्ली मेड इन इन्डिया। यो स्टेनलेस स्टिल भनेको यो खाद्य तथा गुणस्तरले 304 ग्रेडको चाहिँ वस्तुहरू मात्र प्रयोग गरेर पकाउने कुराहरूमा भन्नुहुन्छ क्या अरे, त्यही अनुसारको। अब यतातिर कडाई पनि हाम्रो यहाँ हेर्नुभयो भने यो कडाई हो सर, फ्राई गर्ने। हजुर, यो बिजुलीवाला चाहियो भने बिजुलीवाला पनि चाहिन्छ। बिजुलीवालाले के गर्यो भन्दा यो तात्न अलि समय लाउने, एकपल्ट फ्राई गऱ्यो भने फेरि तात्न फेरि आधी घन्टा लगाइदिनु भयो कि। अनि यो चाहिँ तपाईँको तल आगो बाल्दा पनि भयो, जे बाल्दा पनि भयो। कम्तीमा 10 mm को छ यो थिकनेस। यो चिप्स चिरा पार्ने, यो फेरि ग्रेभी बनाउने कि टमाटर हाल्नु भयो, लेदो बनाएर निकाल्ने हो। अनि प्याजको
प्याजको चाहिँ जुन सलाद काटे हुन्छ यो चाहिँ प्याजको सलाद काट्ने मेसिन भए अब यो सासाना तेल मिलहरू भए हामीसँग पङ्खाका कोइल बुन्ने मेसिनहरू छन् है अब बाँसको चोया काट्ने मेसिन छ सर हामीसँग बाँसको चोया काट्ने बाँसको सिङ्गा बनाउने यो 65,000 को मेसिन हो सर अर्को मोटरवाला आउँछ तपाईँको चोया काट्ने चाहिँ चोया मेसिनले चाहिँ कति चोया काट्छ होला दिनमा यो मेनुअलमा त हातले कति गर्नु छ भन्ने भयो के अरे मोटरवालामा त तपाईँको म्याक्सिमम काम गर्छ त्यसले त कतिमा भन्दा पनि एकदम स्पिडमै गर्छ त्यसले किसानको लागि पनि उपयुक्त हो नि एकदम उपयोगी गाउँतिर जुन चाहिँ डोको बुन्नेहरू मान्द्राहरू भए नाङ्लोहरू बनाउनेहरूलाई चाहिँ एकदम उपयोगी छन् त्यो भयो अनि तपाईँको चाहिँ अहिले हाम्रो चाहिँ बाँसका सामग्री बनाउने काठका सामग्री बनाउने मेसिनहरू आउँछ कि छैन कम्प्लिट छ हामी बाँसको टुथपिक बनाउने बाँसको ब्रस बनाउने मेसिनहरू बाँसको झाडु बनाउने मेसिनहरू अनि बाँसको जुन पहिला गाउँतिर अहिले पनि पहाडी एरियामा हामी भेटिन्छ त्यो टाड जस्तो एकदम ठुलो त्यो बुन्नेसम्म पनि हामी चाहिँ मेसिन सप्लाई गर्छौँ जस्तै त्यो एउटा मान्छेले चाहिँ एउटा व्यक्तिले कसैले चाहिँ त्यो बाँस सम्बन्धी या काठ सम्बन्धी एउटा चाहिँ उद्योग स्टार्ट गर्यो भने त्यो कति चाहिँ लगानीसम्म गर्न सक्छ होला बाँस के बनाउने भन्ने हुन्छ जस्तै तपाईँले राम्रै खालको टुथपिक बनाउने मेसिन लिन खोज्नुभयो भने सर लगभग 32 कि 33 लाख जान्छ कि मेसिन देख्दा सामान्य देखे पनि टुथपिक मात्र बनाउँदैन टुथपिक फेरि त्यसैलाई हामीले 1-2टा मेसिन एड गर्यो भने फेरि त्यसैमा हामीले झाडुको सिन्का बनाउन सकिन्छ त्यसैमा काठको मुढाको जुन चाहिँ सिन्काहरू हुन्छ त्यो बनाउन सकिन्छ जुन ससेजलाई फ्राई गरेको हुन्छ हामीले त्यो बनाउन सक्यो त्यसैमा यानि एउटा मेसिन जोड्दै जाँदाखेरि चाहिँ कम्प्लिट कुराहरू बनाउन सकिन्छ बाँसको चाहिँ अनि त्यसै गरी हामीसँग प्लास्टिक रिसाइकलका मेसिनहरू त्यो चाहिँ हामीसँग स्टकमा नभए पनि अर्डर बेसिसमा जस्तै रिसाइकल भन्नाले फालेको प्लास्टिकहरू जस्तै कहिलेर प्लास्टिक फालियो बोतलहरू फालियो कबाडीले टिप्या हुन्छ त्यो बोतलहरूलाई हामीले के गर्छौँ भन्दाखेरि काट्यौँ सानो टुक्रा बनायौँ अनि टुक्रा बनाइसकेपछि कम्प्लिट दानासम्म बनाउने प्लान्ट हामी दिन्छौँ कि टुक्रा मात्र बनाउने अस्ति पनि हामी गोर्खा पठायौँ एउटा टुक्रा मात्र मनकामना है टुक्रा बनाउँछ टुक्रा बनाइसकेपछि त्यसलाई धुने त्यसलाई फेरि त्यसलाई सुकाउने मेसिन हुन्छ एउटा सुकाइसकेपछि तपाईँको पगाल्ने मेसिन हुन्छ सरर पगालेर चाहिँ रेसा निकालिदिन्छ फेरि पानीको पोखरी हुन्छ फेरि गएर दाना भयो अब त्यो दानालाई पनि हामीले प्रोसेस गरेर कुन दाना अब तपाईँले धेरै हुन्छ प्लास्टिक फेरि पिई पिपी एलडी एचडिपी अब धेरै हुन्छ पिभिसी त्यसमा चाहिँ कुन प्रोसेस गर्नुभएको छ त्यसको पनि वस्तु बनाउने जस्तै तपाईँको पानीको बोतल प्रयोग गर्नुभएको छ भने 30-40